गुड मर्निङ एभ्रिवान, सबैलाई मेरो ब्लगमा वेलकम छ। म अहिले जापानको नाङ्लो घरमा दाइसित दाइ गर्ने काम, दाइको सामान लिने उस रहेछ। म नाङ्लो घरको अब यसो जापानमा नाङ्लो घरको अनि कस्तो हुँदो रहेछ त्यो देखाइदिन्छु। नाङ्लो घर कलर अझ खुले छैन, टेबल कुर्सीहरू मिलाउनै बाँकी छ, सेटअपहरू गर्नु भएको छैन। अब टाइम होला यहाँको नि, मलाई त्यो पनि केही थाहा छैन। तर एउटा चिज चाहिँ खतरा देखेँ मैले, तिमीलाई देखाउन चाहन्छु। यहाँ चाहिँ ढ्याङ्ग्रो छ यसरी बवाल तरिकाको, तर खुकुरी रम खानु कसैलाई मन छ भने जापानमा यतातिर खुङ्गाले हुन्छ। मेरो चाहिँ मिठो सेकेन्ड सेट, यो त पाङ्रा होइन, ए पाङ्रा के अरे क्याबेज कटिङ। यस्तो नै हान्नुपर्छ है विदेशमा, हान्नु त काम लाग्दैन। यो बियरको क्यान हो, ट्याक 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 बियरको क्यान। यस्तो दामी बवाल छ। यो म छोप्नु सिकाइदिन्छु तिमीलाई, यसरी ट्याक ट्याक ठ्याक 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 गरेर यस्तरी जाने, ट्याक लैजाने। फ्रिजमा आम भने यस्तो ट्याक गरेर दिने। ट्रे बियरहरू नि हेर्नु न, धन्य यहाँ अर्ना सर्ना पाइँदो रहेछ यार केटाहरू। अर्ना सर्ना पाउने त कति मजा आउँथ्यो। दामी छ एम्बियन्स त। यतिले दिनचर्या चलाउँछ दाइको सधैँको लागि। यस्तो माल त यहाँ कसले पाउँछ? सुकुटी आमामा सब नेपाली स्टाइलमै त खाने हो। भात नि बसाल्दै सक्नु रहेछ त अहिले। बवाल छ। यो मोमो स्टिम गर्ने भाँडो, किचन चाहिँ बवाल छ, तर किचन त किचनै हुन्छ हो। सुकुटी देखेर त मन त लल्चियो त मेरो। मटन ग्रेभी टेम्परेचर चाहिँ सही बस्दो रहेछ यहाँको। स्टिम मोमो, फ्राई मोमो, मटन चिकन छोइला, पोर्क चिकन साँधेको, प्राइम विङ्स। प्राइजहरू यहाँ नेपालमा यतिमा चाहिँ सबै आउँथ्यो होला उस्तो पऱ्यो नि। 800 मोचालाई 800 अरे। भेगन भेज कम्बो 2000 को। 1500 600 रुपियाँ। 600 रुपियाँको हाफ प्लेट मोमो हो कि फुल हो? मोमो के 600 को के फुल प्लेट हो कि हाफ हो? स्टिम फुलै हाफ हुन्छ यहाँको, फुलै हाफ हुन्छ। तर महँगो है लास्ट यार। 2 पिस समोसालाई कति पर्छ केटाकेटी हेर। नेपालमै खाएर आउनुपर्छ, यता त यस्ता यस्तै त 10 चाहिँ हुन्छ।
अरू नि देखाइदिन्छु मैले मेनुमा आमामामामा ओ आमामामामा आमामामा ओ आमामा यहाँ खानलाई हो भने त हामी त छिट्टै घर फर्कै हुन्छ हामी जस्तो विद्यार्थीहरू त अन्त खाना त खाने हो एक दिन चिज नान पनिर नान आइटमहरू त राम्रै जाँदो रहेछ कि राम्रै रहेछ बेबेजको त नआएर बेबेजको त लगभग सस्तै छ बेबेजहरू त ड्रिङ्क्सहरू त लास्टै सस्तो हुन्छ कि त्यही पनि एकचोटि सर मेनु स्क्यान हान्दिउँ न कसरी गाली गर्ने कि मेनु त स्क्यान त हनाइदिएँ मैले ल खाना मन लाग्छ चाहिँ नेपाली नाङ्लोमा झ्याप्प आउने म चाहिँ के प्रमोसन समोसन त्यत्तिकै हानिदिएँ भिनाजुको भएर चाटु भाग्नु भिनाजुको भएर प्रमोसन त्यत्तिकै हानिदिएँ मैले टक्क सेट अलिक धेरै खाने सरर टाइपको दामी दामी यति भए त जापान खान्छ यतिको काम पाउने हो नि त नाङ्लो सेट हानिदिनु लाग्यो मैले चाहिँ दागो बैठक बजाउने म यसो बाटोमा यसो साइकलमा हिँड्दा यहाँ त के देख्छु मैले यस्तै बेच्न राखेको यहाँ त कति हो 200 हाकको दुईटा अनियनलाई यस्तो पनि बेच्न राख्दो रहेछ पे गर्न त खै छोइ त हाल्यो त्यसपछि लर जाऊँ न के बाल भएर लर जाऊँ न के पैसा त छैन कि वकारी 100 को के हो 100 को गाजर होला गाजर लगेर जाऊँ न इस अगाडि न ओके मलाई रुल त थाहा छैन अब उठाइदिनु त उठाइदिए बर्बाद हुन्छ नि त यस्तो भयो नि त कता पुलिसले छोप्ने र अर्को आप वकारी नसुन पैसा थिएन त्यसैमा उठाइदिए हो मैले त अहिले बर्बाद पार्ला नि मलाई चुरेको होइन पैसा तिरेको केटा हो हट पैसा तिरेको अब पुलिसले मात्र यसरी हिँड्दा त्यही भएर ट्यागको यसरी हिँड्ने त मोबाइल गोजीमा राख्ने अब म रुमतिर जानु लाग्यो दाइ बाउजूको होटल नि दाइको होटल नि गएँ अब दाइको रुममा जान्छु अब कोठातिर जान्छु त्यसपछि म त्यहाँ चाहिँ नेपालीहरू त कता छ नदेखिँदो रहेछ तर उहाँ नेपाली छ क्या यहाँनिर अझै जाउँ हुन्छ कि भएन ठिक छ केही छैन त्यो दोकान चाहिँ खतरा कोही दोकानै छैन कोही केही छैन चिल छ ल म त हिँडेँ बाई आइसकेँ म रुममा साइकल चलाउँदै हैदौँ ल यहाँ राख्नु
चाबी लगाउने के हो र मैले त चाबी लगाउनु जान्दैन हाइट ए बाबरे दुईटा हातले नगरेसम्म त नहुँदो रहेछ म दुईटा हातले हेलो भाउजू काम गर्दै हुनुहुन्छ चाहिँ म त आएँ नि ला आऊ न धन्नै हराएको म ल अब जाने म खाना खाएर आएँ नि मैले त नाङ्लो सेट खसीको मटन खाना उही मगेर लास्टै पेट त ढुसुक्कै भयो नि त ढुसुक्कै त दामी खायो नि त ल भाउजूलाई छोडेर म जान्न ल म चाहिँ रुमतिर जानु हजुर ल हस् म चाहिँ रुमतिर जानु लाग्यो पहिला नाङ्लो जान्छु एक लट हिँड्दै त्यसपछि नाङ्लोबाट दाइले गाडी चढाइदिन्छ अथवा साइकलमा जान्छु नो प्रब्लम ओन्ली सल्भ डोकोमोले सब सल्भ गर्छ हामीलाई बढिया छ डोकोमोको सिम होस्टेलवालाले ल्याइदिएर दाइले ल्याइदिनु दाइको सिम हालेर हिँडिदिएको मलाई बा यो पुरा अपार्टमेन्ट एरिया हो क्या यहाँ अपार्टमेन्ट छ आउँछ मान्छे बस्छ 60-70 हजार महिनाको तिर्छ जान्छ यहाँ फुच्चे कार यहाँ त घर बनाउँदा नि जेसिबी लाउँछ कस्तो इत्रुको घर छ घर बन्दा नि जेसिबी लगाइदियो होइन इत्रुको मसिनो जेसिबी के घर बनाउनु थालेको कि घरको ब्याकवार्ड मिलाउनु थालेको पुरा उस गरिदिइरहेको जेसिबी लगाइदिइरहेको त खतरा देश भनेको देश हुन्छ फेरि अहिले मेरो भिडियो किन गरेको होस् भन्दै आउलाखेरि त्यो भने अन्त म सक्दैन बोल्नु बच्चाको खेल्ने पार्क देखाउँछु तिमीहरूलाई एउटा मिठो खालको यतातिर रहेछ दाइ भाउजू बस्नुतिर नि यो हरियोले हामी यस्तो चप्पल लाएर को हिँड्छ चप्पल लाएर यस्तो विदेशमा म जस्तो बच्चा यस्तै टाकटुक खेलिरहेको खेल्छ खेल्नलाई यहाँनिर रेड लाइट भयो बोल्यो गाडी झाप्प रोक्यो कुकुर डोराउन पाइन्छ घरे हराउनु उठाउन पाइन्छ कुकुर डोराउन पाइन्छ यहाँको केटाकेटीहरू सस्तो मस्तो स्कुटी रहेछ के अरे क्या चिज अब चलेको यहाँको यो गाडी देखेर मलाई हँस लाग्यो फुच्चेर खोज्छ के के गर्नु नेपालमा त झ्यापझ्याप काटिदिन्थ्यो यहाँ काट्न नहुने त्यहाँ हरियो नबोलेसम्म बर्बाद छ बर्बाद गाह्रो बस्यो बाटोमा हिँड्दा नि पर हेरेर कुरेर हिँड्नुपर्छ के भयो यसलाई घुम्न उहाँ यस्तो क्या मजाले साइड लाइट स्विङ गरे ल यसले नि घुमाएँ है साइड लाइट यसले नि बाल्यो यहाँ नि गयो पछि चलो मेरो पालो आउँछ कि पुलिस आमा डर लाग्ने पुलिस त स्कुटीमा आउँदो रहेछ त यहाँ त यस्तो मजाले ल बासु सरकारी बस त्यही त होला नि
सस्तो हुन्छ यसमा लहरी लाइट चाहिँ बोल्यो अब यसले रोक्छ नरोकेर हुन्छ मर्ला छ बाइक यस्तो दामी छ कि देखाउन त मन लाग्थ्यो कि तर त्यसले हेरेको देखेको डर लाग्यो कि फेरि हामीले भिडियो किन गरिस् भने न के भन्नु यहाँ त इन्डियन रेस्टुरेन्ट छ त इन्डियन रेस्टुरेन्ट नेपाली झन्डा इन्डियन रेस्टुरेन्ट बढिया रहेछ यार यो चाहिँ उसो के अरे रेलवे स्टेसन गीत झन् टिकट काट्ने एक ठाउँदेखि अर्को ठाउँमा सर्ने यो चाहिँ त्यही भएर रहेछ तर खानु लाग्यो मैले जापानको पहिलो बसमा पनि बसाइ भयो धेरै त बोल्नु हुँदैन आरिगातो गोजाइमासु सिस्टम सिस्टम यस्तो छ यहाँ बर्बाद गर्ने भयो त मलाई रुममा त आइपुगेँ तर लास्ट चाहिँ नि ला भिडियो बनाउनै मन लागेन म अब बनाइन भिडियो च्यान्दुवा